आज यो कार्यक्रममा केही शब्दहरू राखिदिनु हुनुको लागि बुद्धि रेग्मी सरलाई यसै स्कुलका प्रिन्सिपललाई म अनुरोध गर्दछु। आदरणीय मिडिया हाउसका सरहरू, पत्रकारहरू, यो राज्यले चौथो अङ्गको रूपमा मानेको पत्रकारितालाई अरुणिमा शैक्षिक प्रतिष्ठान र मिडिया हाउसको संयुक्त आयोजनामा अरुणिमा शैक्षिक प्रतिष्ठान अन्तर्गत अध्ययनरत भाइ बहिनीहरू जो अहिले यहाँ सहभागी भइरहनु भएको छ, उहाँहरूको यो समाचार लेख्ने कुरामा उहाँहरूको जुन उत्सुकता छ त्यसलाई म सराहना गर्छु। अझ यो कार्यशाला बनाउनुहोस्। मेरो पनि मिडिया हाउसको सरलाई एउटा अनुरोध छ, यो कार्यशालामा यो वक्ता अथवा स्पिच भन्दा बढी राइटिङमा जोड दिनु हुन म अनुरोध गर्छु। भाइ बहिनीहरूलाई पनि सक्रिय सहभागी हुन, जसरी अहिले पहिलो सेसनमा सक्रिय हुनुहुन्थ्यो, दोस्रो सेसनमा त्यो भन्दा पनि अझ सक्रिय रूपमा यो कार्यशालामा सहभागी हुनुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु। रिसर्च गर्ने कुनै टपिकमा के भइरहेछ अध्ययन गर्नु पर्यो। कहिले बेला लाइभहरू हुन्छ, लाइभहरूको लागि पनि हामी तयारी अवस्थामा हुनु पर्यो। अध्ययन गर्ने काम, त्यसपछि दिएको कुराहरू सबै मैले चाहिँ पढ्ने काम हो। बुझ्नु है नि, मेरो आफ्नो स्टडी हुन्छ। अब तपाईँहरूलाई मैले यहाँ सकाइसकेपछि म 3 बजेको न्युज बुलेटिन भेटाउनमा न्युज 24 जानुपर्छ। बुझ्नु है नि है। अब मेरो आफ्नो स्टडी हुन्छ। अब जस्तै ऋतिकजीले पठाउनु भयो, ऋतिकले पठाएको कुरा केन्द्रीय कार्यालयमा आउँछ, त्यसपछि 2 चरणमा एडिट हुन्छ, त्यसपछि यसरी प्रिन्ट निकालेर दिइन्छ। बुझ्नु है, प्रिन्ट निकालेर म जस्तै अरू साथी जो चाहिँ भोइस ओभर गर्न सक्नुहुन्छ उहाँहरूलाई यो दिइन्छ। बुझ्नु है नि, किनकि तपाईँले न्युजमा पनि सुन्नुभयो, अगाडि एकजना साथीले पढिरहनु भएको थियो, त्यसपछि देशको भोइस आयो। बुझ्नुभयो, त्यहाँ छुट्टै मान्छेको भोइस आयो नि। यो भनेको चाहिँ अगाडि नै बनाइन्छ। बुझ्नुभयो, बुझ्दै हुन्छ। यो तपाईँलाई मैले जुन पेपर दिएँ नि, यो चाहिँ पहिले नै बनाइन्छ। 8 बजेसम्म चाहिँ यो कम्प्लिट प्याकेज कम्प्लिट भइसक्नुपर्छ। भिजुअल सहित स्क्रिप्ट र भिजुअल सहित कम्प्लिट हुनु पर्यो है। 8 बजे अगाडि चाहिँ यो 7:30 सम्म चाहिँ जति पनि न्युजहरू जानियो ती कुराहरू सबै गर्नुपर्छ। बुझ्दै हुनुहुन्छ नि हैन। त्यसपछि 8 बजेदेखि 9 बजेसम्म जसरी तपाईहरुले टिभी हेर्नुहुन्छ नि, त्यो सबै लाइभ ब्रोडकास्ट हो है। बुझ्दै हुनुहुन्छ नि है। 8 बजेदेखि 9 बजेसम्म टेलिभिजनमा चाहिँ टेलिभिजन तपाईले जसरी स्क्रिनमा हेरेर बसिरहनु भएको हुन्छ, हामी त्यसरी नै स्क्रिनमा बसेर पढिराखेकै हुन्छ। 8 बजे पढाइ हुन्छ। तपाईको घडीमा हेर्दा 8:15 हुन्छ भने म पनि त्यहाँ 8:15 सम्म स्टुडियोमै हुन्छु। बुझ्दै हुन्छ नि हैन। तपाईले टेलिभिजन सेटमा जति बेला मलाई देख्नुहुन्छ, म त्यति बेला टेलिभिजन सेटमै भइराखेको हुन्छु, तर केन्द्रीय स्टुडियोमा। बुझ्दै हुन्छ नि है। मैले तपाईलाई हेरेर जस्तो लाग्छ, अगाडि क्यामेरा हुन्छ। बुझ्नु है है। अब त्यो टिममा जानुभन्दा अगाडि चाहिँ मैले के गर्नुपर्छ त भन्ने कुरा पनि थोरै तपाईले जानकारी गराउँछु है। मैले अघि भने मेरो काम भनेको पढ्ने मात्र काम हो। बुझ्दै हुनुहुन्छ। लेखेर दिएको कुरा मैले पढ्नु पर्यो, तर कस्तो हुन्छ, अघि मैले तपाईलाई एक्जाम्पल दिएँ, प्लेन क्र्यास भयो। अब मलाई त त्यो माइन्ड मेकअपमा त छैन नि, प्लेन क्र्यास हुन्छ नि भन्ने मलाई थाहा हुँदैन नि, तर म स्टुडियोमा छिर्नु पर्यो। त्यसपछि उहाँले यो ठाउँमा चाहिँ प्लेन क्र्यास भयो, यस्तो भयो भनेर मलाई 2-3 वटा उहाँले इन्सिडेन्ट दिनुहुन्छ। त्यसपछि मैले अब 1 घण्टासम्म ह्यान्डल गर्नुपर्ने हुन्छ अथवा आधी घण्टासम्म ह्यान्डल गर्नुपर्ने हुन्छ। त्यो सिचुएसनको त्यति बेला चाहिँ स्टुडियो मैले आफै ह्यान्डल गर्नुपर्छ, जहाँ कि मलाई चाहिँ केही थोरै मात्र सूचना दिइन्छ। त्यही सूचनाको आधारमा मैले कन्टिन्युअसली त्यहाँनिर चाहिँ ह्यान्डल गर्नु पर्यो। त्यसको लागि तपाईले पढ्नु पर्यो नि। बुझ्नु है नि है। त्यही भएर मैले तपाईँलाई चाहिँ अध्ययन गर्ने मान्छे हामीमा हुनु पर्यो। अब हामी सबैलाई सबै सेक्टरको थाहा हुँदैन। अब त्यहाँ पोलिटिकल रिपोर्टिङ गर्ने छुट्टी हुन्छ, बिजनेसको रिपोर्टिङ गर्ने छुट्टी हुन्छ, सबै हुन्छ नि हैन। अब कुनै कस्तो हुन्छ नि, एकदमै देशका न्युजहरू हुन सक्छन्, कुनै के खालको अलिअलि सरप्राइज खालको न्युज हुन सक्छ, कोही रमाइलो खालको न्युज हुन सक्छ। अब त्यसलाई चाहिँ प्रेजेन्ट गर्ने तरिका पनि हाम्रो त्यस्तै हुनु पर्यो। अब दुःखको न्युजमा छ भने हाँसेर समाचार त पढ्ने कुरा हुँदैन त्यहाँ। बुझ्नु है नि। कोही डेथ भएको छ, कोही दुःखको न्युज छ, गाउँ शोकमा छ, एक्सिडेन्ट भएको छ, त्यहाँनिर चाहिँ धेरै मानवीय क्षति भएको छ भने अब म त्यो बेला चाहिँ समाचार पढ्दा हाँसेर समाचार पढ्नु भयो त। त्यहाँनिर पनि हामी चाहिँ समाचारले जे भन्न बुझेको छ, त्यहाँनिरको विषयवस्तु जस्तो छ, हामी प्रेजेन्टर त्यस्तै हुनु पर्यो। अब त्यहाँ रमाइलो खालको छ, अलिकति पोजिटिभ खालको न्युज छ। मैले तपाईलाई भने नि, न्युज पोजिटिभ हुन्छ, नेगेटिभ हुन्छ, एक्टिभ न्युज, प्यासिभ न्युज भने कति धेरै न्युजको प्रकार तपाईलाई जानकारी गराइसके नि हैन। अब जस्तो न्युज छ, स्क्रिप्ट जस्तो छ, त्यस्तैमा म ढल्नु पर्यो। जस्तो खालको न्युज छ भने त्यही तरिकाले प्रेजेन्ट हुनु पर्यो। कुनै राम्रो खालको
भने म चाहिँ त्यही अनुसार अलिकति स्ट्याटस मेरो फेसमा लेख्नु पर्यो, बुझ्नु है नि। अब न्युज एकदमै दुःखको न्युज छ भने मेरो फेसमा स्माइल लिएर त मैले पढ्ने कुरा हुँदैन नि, बुझ्नु है। यी सबै कुराहरुमा चाहिँ हामी ख्याल गर्नु पर्यो है। त्यो कुरा चाहिँ अब त्यसको लागि थाहा पाउनलाई चाहिँ के गर्नुपर्छ भन्ने चाहिँ अब 8 बजे न्युज बुलेटिन जाँदैछ भने तपाईँ चाहिँ समाचार त लगभग 7:15 7:30 सम्म तयार भइसकेको हुन्छ नि। एकचोटि चाहिँ आफ्नो आजको बुलेटिनमा के समाचार छ त्यो चाहिँ पढ्ने बानी गर्नु पर्यो। सिधै स्टुडियोमा गएर भन्यो भने चाहिँ त्यहाँनिर त हामी मान्छेको मानवीय त्रुटि हुन्छ, बोल्दा कति धेरै लडबडी हुन्छ, के हुन्छ हैन। अब लाइभ न्युज छ, अब तपाईहरुले चाहिँ उच्चारणको क्रममा चाहिँ शुद्ध उच्चारण हुनु पर्यो, अक्किनु भएन, अड्किनु भएन, बुझ्नु है नि। त्यसको लागि त हामी एकचोटि हेरेर जानु पर्यो नि, बुझ्नु है नि है। स्थित आज न्युजमा के छ भनेर थाहा पायो भने बल्ल के हुन्छ भने यो न्युज चाहिँ स्याडवाला न्युज हो, यो चाहिँ अलिकति खुसी हुनुपर्ने खालको न्युज हो, यो चाहिँ अलिकति आक्रोशित हुनुपर्ने खालको न्युज हो। म यही तरिकाले मेरो एक्सप्रेसन दिन्छु भन्ने कुरा मलाई थाहा हुन्छ नि त। अब म तयारी नै नगरिकन सिधै 8 बजे स्टुडियो छिरेर गयो भने त मलाई त त्यो न्युज के छ, यसले के भन्न खोजेको छ भन्ने कुरा नै थाहा हुँदैन नि। अनि तपाईले देख्नुभयो म झन्डै 2.5 मिनेट 2 मिनेटसम्म लगातार पढिरहेको थिएँ नि, देख्नुभयो त्यहाँ है। अब त्यसमा चाहिँ त्यस पछाडि के छ, मेरो एक्सप्रेसन कस्तो हुनुपर्छ भन्ने कुरा त मैले अगाडि नै पढेर जानु पर्यो नि। त्यो पढेँ भने त बल्ल म अड्किदिनँ नि, बुझ्नु है। अब लाइभ हुन्छ, बढी मेसेज पनि भएर आउँछ, एक ठाउँ बिग्रियो भने सबै बिग्रिन्छ। कुनै दिन तपाईँ समाचार खोज्न जानुहुन्छ, आफूलाई चाहिएको विषयवस्तु अथवा सम्बन्धित मान्छे सोर्स भेटिएन भने तपाईँ फेरि रित्ते हात फर्किनु पर्ने हुन्छ। अब तपाईँलाई कस्तो प्रेसर हुन्छ भने अब त्यो समाचार त इन्कम्प्लिट छ भने त हामीले त त्यसलाई त बचाउनु भएन नि त, कि त भोलि पुग्नु पर्यो हामीले है। अब आज मलाई जसरी पनि यो गर्नु छ भनेर त भएन नि त, त्यसमा चाहिँ त्यो कम्प्लिट नभइकन चाहिँ त्यो समाचारहरू टेक्स्टले तपाईँलाई रोक दिन्छ, बुझ्नुभयो। गाह्रो रहेछ नि है पत्रकारिता गर्न, हेर्न सजिलो लाग्थ्यो। अब तपाईहरु आज गएर यस्तो टेलिभिजन हेर्नु होला हैन, हेर्दा कस्तो सजिलो जस्तो देखिन्छ, तर त्यहाँनिर पछाडी काम गर्नलाई एकदमै गाह्रो हुन्छ हैन। 100 भन्दा बढी कर्मचारीहरू खटिरहेको स्थिति हुन्छ। हामीले देख्दाखेरि के व्यक्तिहरू मात्र अगाडि देखिरहन्छ, फ्रन्टमा देखिरहन्छ, ब्याकमा त एकदमै धेरै मान्छेहरू हुन्छ नि त, त्यसमा लाग्दो रहेछ नि त है। भनेको आजै कम्प्लिट भएन भने अब हामी भोलिसम्म पनि त्यो स्टोरीलाई कम्प्लिट गर्नको लागि पुग्नुपर्ने स्थिति हुन्छ है। नमस्कार, यो हो न्युज 24 टेलिभिजन न्युज 8 मा स्वागत छ। प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जाल मार्फत सरकारले उपलब्ध गराउने छात्रवृत्तिमा पर्याप्त आवेदन नपरेको भन्दै आवेदनका लागि आह्वान गरेका छन्। शिक्षा मन्त्रालयले दिएको जानकारी अनुसार एमबीबीएस देखि विभिन्न संकाय र क्षेत्रमा छात्रवृत्तिको कोटा पूरा भएको छैन। यो सुखद पक्ष या दुःखद बहसको चर्चा आवश्यक छ। नेपालबाट दैनिक विदेशमा उच्च शिक्षा हासिल गर्न विदेशीहरूको संख्या बढिरहेको छ। भारतको केआईआईटीमा नेपाली विद्यार्थीले भोगेको दुर्व्यवहारको घटना सिलाउन पाएकै छैन, तर नेपालमा भने छात्रवृत्तिमा पढ्ने विद्यार्थी नै नहुने विषयले के संकेत गरिरहेको छ। दिने जिम्मेवारी पार्टीको हिस्सेदारी र उनी पक्षीय नेताहरूले गर्ने व्यवहारका कारण माओवादी केन्द्रभित्र युद्ध लडेकाहरूले कहिलेकाहीँ प्रश्न गर्ने गर्छन्। यो विषयले उनलाई खल्लो लाग्ने गरेको भए पनि माओवादी युद्धलाई जनयुद्ध भन्दै श्रेष्ठले प्रशंसा गर्ने गरेका छन्। यस्ता बाध्यात्मक परिस्थितिहरू हुन्छ जहाँ चाहिँ देश छोडेर देशमा जानुपर्ने बाध्यता रहन्छ। चाडपर्वकै रूपमा चाहिँ विदेश जाँदाखेरि परिवारलाई सम्झिँदाखेरि अलिकति दुःख चाहिँ लाग्छ। यो हाम्रो बाध्यात्मक परिस्थिति पनि हो। परिवार छोडेर घर परिवार छोडेर चाहिँ अलि यो देशै छोडेर बाहिर जाँदाखेरि चाहिँ अलिकति नर्भस चाहिँ भइरहेछ। तै पनि अलिक स्टाइलकै छौँ। हाम्रो देशमा चाहिँ अलि कृषिको लागि चाहिँ अलिक सम्भावनात्मक देश हो हाम्रो। केही बुझ्नुभयो? म चाहिँ दार्जिलिङ खत्री क्लास 7 कोचिङबाट अरुणिमा स्कुलबाट पहिलो भिडियोमा चाहिँ स्टुडियोमा गएर रेकर्डिङ गरिएको थियो र दोस्रो भिडियोमा चाहिँ जुन ठाउँमा त्यो घटना वा के भइरहेको छ त्यता गएर रिपोर्टिङ गरिएको हो। 20 मिनेटपछि हामी खाजा खाएर फुर्तिलो भएर न्युज लेख्न सुरु गर्छौँ है त। यो आजको विषयमा एउटा जुन किसिमबाट प्रस्तुति भयो, जुन ढङ्गले चाहिँ यहाँ चाहिँ रिपोर्ट राइटिङ कस्तो हुनुपर्छ, रिपोर्ट राइटर चाहिँ एउटा चाहिँ राम्रो स्मार्ट हुनुपर्छ भन्ने कुराहरू आयो है। एउटा चलाएको हुनु पर्यो र चाखलाग्दो विषयवस्तु मात्र चाहिँ प्रस्तुत गर्न सकिन्छ चाहिँ न्युज हुनसक्छ। नयाँ कुरा न्युज हुन्छ जहिले पनि, जहिले सधैँ भइरहेको कुरा न्युज नहुनु पनि सक्छ।